दाजु कस्तो किनेर रहेछ त भाडासम्म खाएर भाडा खाएर अन्डरफुल यो चाहिँ उठमा पिरो भयो चस्मा लगाएको होइन कस्तो देखेर न आज हामी कलेज गएर आएको अनि त्यसपछि एउटा कृष्णको हाम्रो कलेज आएन होइन सो चाहिँ हामी उसलाई भेट्नु जाँदैछु छुट्टी भएपछि सो आज चाहिँ हामी कलेज गएको अनि कलेजबाट गएर आज पानी परिरहेको थियो कि बिहान अनि त्यसपछि खासै अब जानु पनि पाएन अल्छी लाग्यो होइन अल्छी लागेर थिएन निन्द्रा लागिलाई कलेज गएर आएको सो कलेज जस्तो भयो अरे यसो होइन सो कलेजबाट चाहिँ छुट्टी भइसक्यो क्या अनि आर्यन म आर्यन ब्रो हेलो भनिदियो हेलो भनिदियो अनि आर्यन म उसलाई भेट्नु जाँदैछौँ उसको रुममै जाने हो भोक पनि हल्का लगाइरहेको छ होइन के खाने हो गएपछि त्यहाँ उसको रुममा जाँदैछौँ उसको रुममा गएपछि चाहिँ अब त्यही भेटौँला होइन अनि ब्रो त्यही भेटौँला सो अहिलेको चाहिँ यति नै त सो फाइनली हामी चाहिँ साथीको रुममा आइसक्यो होइन अब हेरौँ के हुन्छ त गर्मी छ पछाडि फ्यान चलिरहेको छ यो चाहिँ मैले चस्मा लगाएको छु यो चाहिँ जम्मा 3000 मा किनेको मैले किनेको भने चाहिँ किनेको होइन उसको यो चाहिँ कृष्णको चस्मा लगाएको होइन कस्तो देखेर न त कस्तो साह्रो भन त एन्टी ब्लू लाइट ग्लास होइन यो चाहिँ अब हुन्छ नि हामीले आँखा प्रोटेक्ट गर्छ हामी चाहिँ मोबाइल कम्प्युटर होइन आँखा खान्छ लाइटले गर्दाखेरि पिरोले गर्दाखेरि त्यही त जिब्रो लट पटाइरहेको छ होइन यो चाहिँ अब मोबाइल त्यसपछि ल्यापटप टिभीहरू हेर्ने बेला चाहिँ यो लगाएर हेर्न सक्नुहुन्छ यसरी ट्याक्क लगाएर जसले गर्दा चाहिँ आँखालाई सेभ गर्छ होइन त्यो मोबाइलहरू त्यसबाट स्क्रिनबाट आउने बिग्रनलाई चाहिँ फाल्छ जसले गर्दा चाहिँ यो लगाएर हेर्न सक्नुहुन्छ तिमीले कतिमा पर्चेस गर्यो 3000 होइन हजुरले अर्डर गर्न सक्नुहुन्छ दराजबाट होइन दराजमा पाइन्छ दराजमा गएर हेर्न सक्नुहुन्छ सर्ट लगाएर अनि अर्डर गर्नुहोस् ट्याक्क पाइहाल्छ आफ्नो आँखालाई सेभ गर्नुहोस् यसरी लगाएर है त कता कान्टामा छु हामी कृष्णको रुममा छौँ सो हामी चाहिँ कृष्णको रुममा आइसकेको छौँ अनि यहाँ आएर चाहिँ अब हल्का भोक पनि लगाइरहेको छ अनि आर्यन ब्रोले के चाइनिज चाउचाउ होइन के लिएर आयो कालो कालोवाला हुन्छ नि कोही के हो त्यो नाम पनि थाहा भएन करेन्ट चाउचाउ लिएर आएको होइन करेन्ट चाउचाउ लिएर आएको होइन अब हामी चाहिँ पकाएर खानेछौँ ट्याक्टिक पकाउने हो भान्सा चाहिँ ऊ हुन्छ उसले बनाउँछ कतिको मिठो बनाउँछ हेरौँ होइन सो रेडी गाइज उठाउनु गाइज कि मोबाइल हेरेर फाइनली उसले चाहिँ बनाइसक्यो होइन ओहो कडा बनाएको छ यार अच्छा करेन्ट चाउचाउ होइन हामी चाहिँ यो आर्यन ब्रोले बनाएको कस्तो हुँदो रहेछ सो गाइस बनाउनु फाइनली सकिहाल्यो भोक पनि लगाइरहेको छ होइन अब खाने हो हेरौँ कस्तो भयो रहेछ है त यस्तो के तरकारीमा हल्का चिप्सी बनाउँछु नि त रोटीसँग खानु मिल्ने तरकारी अन्डा त के भयो यसो त्यो एकछिन तातै भएर एकछिन चिसो प्लेट खानु निकाल्नु चिसो यो टिस्यु अन्डा त अन्नै जस्तो भयो एउटा प्लेट ल्याउ त बाबु के भएर आएर नि करेन्ट चाउचाउ हो अझ ससेज पनि हुनुभयो त्यहाँ ससेजै छैन अन्डा कटिङ एउटा सिङ्गे छोडिदियो रे आर्यनले सिङ्गे खाने अन्डा हेर 3 जनाले यत्रो अन्डा खान्छ कटिङ बोर्ड पुरै भरेको छ हाम्रो मास्टर सेफ आजको लागि चाहिँ किचन सेफ
यहाँ उस गर्ने के हेरेर खत्रै देखिन्छ त यार फोटोमा त निस्केछ ओ के चौचो होइन शरीरमा करेन्ट लाग्छ करेन्ट चौचो खाँदैछ होइन करेन्ट चाहिँ कस्तो टाइपको आउँदो रहेछ हेरौँ इनर्जी लस भइरहेको थियो अब हुन्छ जापछि पनि खोला त यो तिम्रो हातको छ दुईले बस्नुपर्छ नि तल चाइनिज पाराले खाइदिन्छ अन्त सिङ्गाले घरै बनाएको रहेछ हो पिरो भयो उसले चाहिँ खाइसक्यो होइन हामी चाहिँ खाँदैछौँ उठ हेर न मेरो उठ पसिना पनि आयो त्यो पनि हालेको भए ठिक्क अरे हो नि मेरो त पुगेको छैन मेरो मात्र पालो पसिना आयो न हेर न रातो लिपस्टिक गाइज करेन्ट खाएर ओठ पनि करेन्ट जस्तै भइसक्यो पुरा भाडा चाहराले मात्रै अब त गाइज कस्तो भयो भन त तिमीलाई त पसिना आएछ तिमीलाई कस्तो भयो तिमीलाई पिरो भएर अमिलो खाएर अमिलो खाएर रुगा हराउनु भयो उसलाई चाहिँ रुगा लगाएर तिमीलाई रुगा हराउनु भयो अरे पसिना आइसक्यो के आज के खराइ देखिरहेको छ मलाई के पिरो पिरो खाएर क्या उठ्छको छ रात भयो चस्मा लगाएर हेर्नु नि त यो चाहिँ उठमा पिरो भयो चस्मा लगाएको होइन कस्तो देखाएको न त कस्तो साह्रो भयो त अवस्थामा छ अरे मैले दराजमा पाइन्छ दराजमा गएर हेर्नु सक्नुहुन्छ सट्ट लगाएर अनि अर्डर गर्नुहोस् ट्याक्क पाइहाल्छ आफ्नो आँखालाई सेभ गर्नुहोस् यसरी लगाएर है त कता कान्टामा छु सो गाइज आज भ्लग चाहिँ यति नै रहेको छ अनि त्यसपछि पिरो भयो होइन त्यसपछि मैले भनिसकेँ भनेको छैन हौ अनि त्यो हामी चाहिँ अहिले खायौँ होइन के खाएर के खाएर भन्नु त मैले बिर्सेँ करेन्ट चाउँछ प्याकेटै भन्छ करेन्ट चाउचाउ खाएको होइन अहिलेको हामीले बनाउने तरिका कस्तो लाग्यो अनि बनाउने तरिका आएन भने चाहिँ तल कमेन्ट बक्समा कमेन्ट गरौँ होइन हामी मैले फेरि बनाएर देखाउनेवाला चाहिँ अर्को भिडियोमा चाहिँ मन पऱ्यो भने चाहिँ अनि कस्तो लाग्यो तल अहिले त्यो भाँडै सक्का चाहिँ उसले भाँडा लास्टमा लिएको कस्तो फिल रहेछ त्यो भाँडैसँग खाएर भन त वन्डरफुल भाँडा खाएर वन्डरफुल सो गाइज के भन्नु छ त त्यो भने पसिना कोही गरेर नि सो गाइज नेक्स्ट भ्लगको लागि अब नेक्स्ट भ्लगको लागि वेटिङ गर्दै गर्नुहोस् होइन आजको भ्लग चाहिँ यति नै रहेको छ अब मैले त चस्मा लगाइसकेको छु यहाँबाट आएको बिग्रन चाहिँ फाल्छ सुहरू चाहिँ यो पर्चेस गरेर लिन सक्नुहुन्छ सो ठिक छ है त गाइज आजको भ्लग यति नै